भ्रमणको लागि हामी प्रस्थान गर्दैछौँ ताजमानियातिर। ताजमानियामा अब हाम्रो 5 दिनको बसाइ रहनेछ। ठ्याक्कै पोखराको याद दिलाउने ठाउँलाई ताजमानिया भनिन्छ। हवार्डमा रहेको यो यति राम्रो टावर रहेको छ, यहाँबाट सिटी प्रशस्तै राम्रोसँग देखिन्छ भने हेर्न पनि मनमोहक छ। यो माथि रहेको यो टावरमा प्राय सबैले नै भ्रमण गर्नुहुन्छ, भिजिट गर्नुहुन्छ। हामीले पनि त्यहाँ गएर केही समय बिताउने मौका पायौँ। यो अत्यन्तै राम्रो र अत्यन्तै सुन्दर छ अनि तपाईँले हवार्ड सिटीलाई पुरै देख्न सक्नुहुन्छ माथिबाट। घुम्न गइसके पछाडि फोटो नखिच्ने कुरो त हुँदैन। फेरि हामीले एउटा ग्रुपमा फ्यामिली फोटो पनि खिच्यौँ। त्यस पछाडि केटाकेटी हिँड्दै गरेका अनि टावरको त्यस पछाडि त्यहाँ एकछिन पछाडि फेरि हामीले ढुङ्गा जम्मा गरेर यस्तो बनायौँ अनि त्यस पछाडि यसरी फोटो खिचिसके पछाडि हामीले तल हवार्ड चढ्ने निर्णय गर्यौँ। अब आफ्नो त घुम्न हिँडिसके पछाडि जोलीपना आइहाल्छ। यहाँनिर पनि एकैछिन यात्रु महानुभावहरूलाई सुविधा दिनु पर्यो भनेर सराङकोटबाट झरे जस्तै खालको फिलिङ्स आए पछाडि मैले यो भिडियो बनाउँदैछु। सराङकोट दिदी जानी हो? पोखरा 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 बेगनासताल फेवाताल त्यस पछाडि अर्को दिन हामीले घुम्न गएको ठाउँ छ। यो एकदमै केभ रहेको छ र यसमा चाहिँ हावा आइरहेको थियो भने समुद्रको छेउमा रहेको अत्यन्तै मनमोहक ठाउँ हो। अनि बाटोमा आउँदै हनी फार्म त बस्नु नै पर्यो अनि हनी क्यान्डलहरू बोकेर हामी होटलतिर आयौँ। केटाकेटीले पनि इन्जोय गरे। हनी कसरी बन्छ के हुन्छ भनेर म अनि भिडियो बनाउँदै थिएँ। जेम्सी रिभर देख्यौ?